यो दाइलाई हामीले 3 बजेदेखिबाट कुरेको यहाँ बल्ल तल आउनु भएको छ दाइ हैन। अनि अब दाइको भर्खरै यहाँ चाहिँ एन्ट्री भइरहेछ। अब चाहिँ हामी चटपटे खानेतिर लाग्छौँ। अनि यहाँ चाहिँ हाम्रो दाइ 4 बजे आउनु भयो। अनि हामी चाहिँ 3 बजेदेखिबाट हिँडेको मान्छे। हामी चटपटे खानेतिर लाग्छौँ हैन। अब यो चाहिँ हाम्रो सामान हो, यसरी भिजाएर अब फिजाएर हामी चटपटे खान्छौँ। अनि यहाँ दिदीले सबै गर्दै हुन्छ है कामहरू। दाइ यता हेर्नु हेलो भनिस न। होइन अब हामी चाहिँ यहाँ यस्तो यहाँ नेपाली चाउचाउ यो दिदीले लिएर आउनु भएको हो होइन। यसरी प्याज काट्दैछौँ। हाम्रो चाहिँ नयाँ चौक है चपिङ बोर्ड। अनि चपिङ बोर्ड त झन् आमा खत्रै अन्त सेफ जस्तो पनि काट्दिने हो क्या। ओके यहाँ चाहिँ नयाँ मान्छे। अनि मेरो त अनुहारै आएन हौ। म त यसरी यो म हेलो एभ्रिवान, वेलकम टु आवर च्यानल। इट्स मिस श्वेता गौतम। अनि आज चाहिँ हाम्रो यहाँ फ्राइडेको दिन चटपटे खाना छौँ। यहाँ देखाउनु होला कृपया। हाम्रो दिदी हुनुहुन्छ सेफ होइन। उहाँले चाहिँ यति मिठो चटपटे बनाउनुहुन्छ होइन। यदि हजुरहरूलाई चटपटे खाना मन लागेको छ भने नेपाली चाउचाउ पनि आउँछ। नेपाली चाउचाउ हुन्छ। अनि हामीसँग चाहिँ यहाँ नेपाली चाउचाउ पनि छ है गाइज हेर्नु। अनि नेपाली चाउचाउ ल्याउने दिदी चाहिँ उहाँ हुनुहुन्छ है, न्यू लेडी है भनौँ न। हेलो। अनि उहाँ चाहिँ हाम्रो दाइलाई हामीले पर्खिँदा आज 5-6 नै बज्यो होइन। अनि यो चाहिँ हाम्रो झन्डा पार्क हो। थोरै चटपटे चाउचाउ छोडेर यो चाहिँ हाम्रो झन्डा पार्क हो। हेर्न सक्नुहुन्छ हाम्रो झन्डा पार्क यति राम्रो छ कि हाम्रो यहाँ चटपटे रेडी भइसक्यो। हेर्न सक्नुहुन्छ सबैजनाले। वाउ यम्मी। कति धेरै रस है, मलाई दिन्न थोरै। तिमी चाहिँ खाँदै गर न, बढ्या नि छैन। हेर गाइज हाम्रो दिदीले चाहिँ यहाँ फेरि ओइल नपुगेर ओइल हाल्दै हुनुहुन्छ होइन। मेरो त मुखबाट पानी नै आयो भने लास्टै दामी भयो है। वाउ यम्मी। अब चाहिँ हामी खान्छौँ होइन। यहाँ चाहिँ हाम्रो सङ बज्दैछ। फाइनल्ली नेपाली झटपट रेडी भइसकेको छ। नेपाली झटपट छटपट खाएर भने टेस्ट कस्तो छ ल। मिठो एकछिन म खान्छु नि भन्छु कि। ल ल ल अब नयाँ मान्छे आउनुभएको छ नेपाली चाउचाउसँग। हेर्दै त खाउ लाग्ने भएको क्या।